एउटा यस्तो खोला नाला यताउता जङ्गल देखाएको थिएँ अनि रमाइलो छ क्या भनेर आएको। यति जङ्गलभित्र आइपुगेँ म मामले पिच गरेर बाटोमा म एक्लै हिँडिरहेको छु यार। यस्तो डर लागेर फर्क्यौँ भने अब यहाँ जान परेको छ भनेर आएको। यहाँ यस्तो यस्तो कुरो भइरहेछ जङ्गलहरूमा, यस्तो यस्तो पिक्चरहरू छ। यस्तो जङ्गल चारैतिर जङ्गल केही ल हेरौँ भाइ। मैले चाहिँ यहाँ ड्रोन लिएर आएको थिएँ यो उडाउनको लागि भनेर नि। अब यो माथि कस्तो आउँछ त्यो माथिबाट हेर्दाखेरि भनेर चाहिँ अब हेरौँ है त। 1 2 हेलो 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 सबैजनालाई। आज चाहिँ म खासै यो भिडियो बनाउँछु अनि भनेर हिँडेको होइन म है। यो भ्लग बनाउँदिनँ आज म। अनि आनन्दले यो ड्रोन उडाउँछु भनेर चाहिँ यहाँ जङ्गल आएको थिएँ म। यो रुमबाट अलिकति 15-20 मिनट जति चाहिँ गाडीमा देखाएको थिएँ अनि आएको। जङ्गल त आइपुग्यो कि तर लास्टै जङ्गलको बिचमै आइपुगेँ क्या म त। यस्तो डरै लाग्दछ कि अनि म भिडियो बनाउँदिनँ भनेर आएको मान्छे भिडियो नबनाए मलाई सन्तोकै लागेन। त्यही भएर अबदेखि सुरु गर्दैछु। अब ड्रोन उडाएको भिडियो पनि अघि ड्रोन उडाएँ यहाँ माथिबाट। खासै अब कस्तो आयो जङ्गलै जङ्गल छ के आउने हो र होइन जङ्गल माथिबाट।
तर उडाउनु चाहिँ उडाएँ, यति माथि उडाएँ कि मैले आम्मामा पहिलोचोटि होला यति धेरै माथि ड्रोन उडाएँ मैले। ओ सक्तो, यहाँ त मुटु कामिरहेको छ कि मेरो। अब यहाँ अब देखाउनु मिल्दैन मुटु कामेको, तर यहाँ मुटु कामिरहेको छ मेरो। यस्तो जङ्गल बिचमा आइपुगेको म यहाँ, न मान्छे एकजना छ न के छ भने फुत्तै हाँडे केही निक्ल्यो भने त भनेर त्यो मेरो मुटुले चाहिँ काम गरिरहेको छैन अहिले। यस्तो हेर्नुहोस् यहाँ अगाडि चारैपट्टि जङ्गल छ क्या। यो हाम्रो गाउँतिरको के जङ्गल हुन्छ नि हो त्यस्तै छ क्या। म यहाँ मेन यो जङ्गल भन्दा नि यहाँ एउटा खोलाहरू नि थियो यहाँ तल माथि भनेर आएको, तर खोला चाहिँ सुक्यो हो कि के हो? खोला त रहेछ यार, उयो रहेछ क्या खोला, यी खोलाहरू। तर हो यार मजा। अब यहाँ सेम नेपाल जस्तै छ नि त यो खोलाहरू। हो यही खोला हेर्न आएको म, तर अब त्यहाँ जान सक्ने क्षमता छैन क्या मेरो। यहाँ यस्तो जङ्गलको बिचमा झ्याम्म त्यहाँ जाँदा यहाँ झ्याम्म के आइछ नि मेरो हालत के होला। म त्यो हेरियो अब म त्यहाँ अब म त्यो त जाँदिनँ कि त सबै साथीहरू आयो भए त मजै हुन्थ्यो होला खोला खोलै हिँड्नलाई। अब यहाँ कता खोला नहुने ठाउँ पनि थियो होला, तर म जान सकिनँ। म चाहिँ यहीँबाट फर्किन्छु। यहाँ के को यो रुखहरू सबै काटेर राखिरहेको छ क्या, नेपालको सल्लाहको रुख। सल्लाह हो र त्यो, सल्लै हो क्या? त्यो त सल्ले हो, तर यहाँ अर्को सल्लाहको यस्तो हुन्छ र यो यस्तो हुन्छ र पात त अर्कै हुन्छ त्यहाँ सिलिम के हो? यहाँ त पुरै रुख फेरि सल्लाहको छ, पात फेरि अर्को छ, के हो यो? मैले सल्लाह नचिने हो कि जापानको सल्लाह यस्तो हो कि केही पत्तो पाउन सकिनँ मैले। म नि लास्टै यो जङ्गलको बाटो हिँड्नु पर्यो, हिँडेँ क्या आज अब काम साम थिएन। अनि यति काँधमा भयो, अनि यसो हिँडेको रमाइलो ठाउँ होला नि, रमाइलो त अब एक्लै हिँड्दाखेरि त डरै मर्नु हुँदो रहेछ यार। यहाँ त तेरिका घना जङ्गल क्या, घना जङ्गल। अब पछाडिबाट केही आएको छ कि होइन ऐना हेर्नु परेको छ, अगाडि केही आएको छ भने ऐना यता अगाडि नि हेर्नु परेको छ, दायाँ बायाँ ओहो सबैपट्टि हेर्दै हिँड्नु परेको छ मैले त। तर ठाउँ त रमाइलो रहेछ यहाँ, यो घुम्न आउनलाई त मजा। यो माथि योभन्दा म चाहिँ बिचबाट फर्किएँ, तर योभन्दा माथि पनि छ कि माथिसम्म जाने यो पिच रोडै रहेछ यहाँ, तर माथिसम्म जाने बाटो रहेछ। तर म जान सक्ने हिम्मतै भएन त, एक्लै छु अनि कहाँ त्यो जङ्गलमा त जानै नसक्ने चाहिँ म। तर ऊ यहाँ के रहेछ यहाँ खोला, फेरि खोला आइगयो। यी खोला सबै सुकेको छ कि यहाँ यस्तै, तर यहाँ माथि खोलाभित्र छिर्ने बाटो छ जस्तो एउटा सानो हेर्नु पर्यो है। यो स्कुटी धुन मिल्छ कि भनेको के थाहा न मिल्छ कि होइन, तर मिल्दैन रहेछ। खोला चाहिँ रहेछ हो ऊ त्यहाँ खोला रहेछ, तर त्यहाँ के हो जाने उनी भएन यार। म स्कुटी छोडेर हिँड्ने मन लाग्दैन मलाई। म स्कुटी म जाँदिनँ अब, पछि आउँला भन्ने भइरहेको छ मलाई। यो ठाउँमा रमाइलो रहेछ ठाउँ चाहिँ, तर अब अहिले जान सक्ने अवस्था भने यहाँ आउन चाहिँ गाडी नै चाहियो क्या, गाडी। सल्लै रहेछ नि, म सल्लाह टिप्न चाहिँ स्कुटी ओर्लिनु पर्यो। कि सल्लाहको क्या यी सल्लाह हो नि, यो के हो? सल्लै हो नि है, यी सल्लाह होइन त्यो, सल्लै हो सल्लाह। म यो चाहिँ मेरो यहाँ स्कुटी हालेर लिएर जान्छु कि किन हो नि त यहाँको। म यो एउटा मात्र लिएर गएँ। म अब घरतिर दाउरा साउरा त हेर, दाउरा साउरा यहीँ रहेछ, टन्नै दाउरा काटेर राख्दै रहेछ। हो दाउरा साउरा काटेर टकटुक राख्दै छ क्या मजाले। हो त्यस्तो आनन्द छैन यहाँ, मजा यहाँ। मैले अघि यहीँबाट ड्रोन उडाउन लाग्यो, फेरि माथि एउटा खुल्ला ठाउँ देखाएको थियो उता म्यापमा, अनि त्यही हेर्दै हिँडेँ म। ओ यहाँ माथि चाहिँ पौडी खेल्ने ठाउँ जस्तो रहेछ, तर सबै बालु आएर भरिसकेछ कि। तर यहाँ माछा मार्न काइदा हुन्छ जस्तो, काइदा
तर माछा पो छ कि छैन भन्ने कुरो रमाइलो ल यहाँ गाडी लिएर आउनु पर्छ यार अब गाडी नल्याइ चाहिँ हुँदैन यहाँ किनकि म स्कुटी हिँड्न सक्दिनँ यो बाटो डरै लाग्दैछ नि त यहाँ यहाँ तल के पनि रहेछ त एउटा पुरै बाँधे हुन्छ नि हो त्यस्तो त्यस्तो छ तर सबै बालुवाले भरेको छ कि त्यो तल चाहिँ गाउँ रहेछ गाउँबाट अनि म अब कता छिर्ने भनेर म यता लागेको अब धन्न अब जानु खोजेको ठाउँ चाहिँ आइपुगेँ म तर अब एक्लै भएपछि त्यो मासतिर जान सक्ने अवस्था नहुँदो रहेछ डर लाग्ने रहेछ क्या डर लाग्दैन भन्यो तर भित्री मनले त्यो मान्दैन क्या त्यस्तो मजाको बाटो छ कि यस्तो कुदाउन मन लाग्छ मलाई हो गाडी फाट्ट आइदिन्छ सातो गइदिने अब यो अब चाहिँ गाउँ आइपुग्यो म त्यस्तो माथिबाट आइपुग्यो नि त यता सफारी त्यो त पुरै जङ्गल सफारी गर्ने त्यो के अरे सफारी गर्ने चाहिँ मजा आउने रहेछ ल यहाँ चाहिँ टक्क त हिँड्ने यताउता गर्ने मान्छेलाई चाहिँ मजा हुने रहेछ तर यो जङ्गलतिर हिँड्न हुँदैन कि अब के छ थाहा नै हुँदैन झ्याम्मै बागाइदियो भने त सकिएन जिन्दगी ल अब यहाँ खेती किसान गरे ठाउँतिर आइपुग्यो अब चाहिँ ल हेर्नुहोस् अब मेन ठाउँ आइपुग्यो म मेन त के हुन्थ्यो अब यो ठाउँको चाहिँ मेन आइपुग्यो यस्तो माथि पुग्यो कि डरै लाग्यो भयो मलाई ओके आजको लागि चाहिँ अब मैले यो छोटो भिडियो मात्रै बनाऊ मेरो यो पुरै भ्लग होइन आधा भ्लग हो कि ब्लग हो के हो मलाई यो पुरै गर्न मन थियो तर यहाँ माथि जानै सकेन क्या माथि जङ्गलमा जानै सकेन म यस्तै जङ्गल छ क्या यस्तो जङ्गल छ तर म जानै सकिनँ म अब म अहिले यो मोबाइल एउटा मात्रै लिएर आएको छु अनि म घर फर्किन पनि त अब यो म्यापै हेर्नुपर्छ यहाँबाट म धेरै टाढा त्यही 15-20 मिनट आएर तर यो बाटो चिन्दिनँ क्या म त्यही भएर यो मोबाइल यहाँ राख्नुपर्छ अनि त्यही भएर चाहिँ अब म यो मोबाइल हेर्दै जानुपर्छ आजको लागि मेरो भिडियो यति छोटो मिठो छ हेरिदिनु होला अब यही ठाउँको भिडियो कुनै दिन आउने छ पछि ओके बाई बाई आरिगातो गोजाइमासिता।